हेलो नमस्ते। आज म के गर्न लागेको छु, मैले कटर काट्न लागेको छु। काटिसकेपछि मैले कटर चाहिँ अब निकाल्छु। यो चाहिँ यो हातमा चोप जान्छ, त्यो भएको कारणले तेल लाउनुपर्छ। तेल लाग्यो भने चाहिँ जाँदैन चोप। अब भयो रेडी। हेर्नुहोस् त, फोहोर भयो त फेरि हातै। यो हातै फोहोर भयो त फेरि। के भयो त है? अनि बाहिर आउँछ त हावा छैन त चलेर बस्छ नि त कस्तो राम्रो। वाउ, यम्मी। कस्तो मिठो हुन्छ कटर। यो चाहिँ भित्रको यसलाई गुबा कस्तो राम्रो हुन्छ हेर्नुहोस् त, कति राम्रो फिनिस भयो। तर मलाई चाहिँ वाउ, तपाईँहरू मलाई चाहिँ यो मनपर्छ। यसलाई भन्छ जिप्रो। यो कटरको जिप्रो। मलाई यहाँ पुग्छ, तपाईँहरू खानु। म चाहिँ यहीँ खान्छु। अब म जिप्रो कति मिठो हुन्छ। मलाई जिप्रो कस्तो मनपर्छ नि त। वाउ, तपाईँहरूलाई पनि जिप्रो मनपर्छ। यसलाई भन्छ रुख कटरको जिप्रो। यो भन्छ दाना। यसमा यो भित्र पनि हुन्छ दाना। यो पनि उसिनेर पनि खान्छ। यो यसलाई धोएर सुकाउने, अनि त्यसपछि यो भुटेर खाना पनि हुन्छ। कस्तो मिठो हुन्छ यो। यो पनि हुन्छ। तपाईँहरूलाई पनि मनपर्छ भने आउनु है, आउनु हाम्रो गाउँमा। वाउ, कस्तो यम्मी। टेस्टी छ, टेस्टी। मलाई त जिप्रो मनपर्छ, जिप्रो। म यो दाना खान्छु। आउनु खाऊ। सिजनको चिज त खानु पो पर्छ त। अहिले चाहिँ हामीले यसरी खाएको छु। हामीले बच्चामा चाहिँ कसरी खान्थ्यौँ? यसरी खान्थ्यौँ। यसो गर्थ्यो। उसो गरेर खान्थ्यौँ हामी बच्चामा। को कोलाई याद छ यसरी खानुभएको? तर मैले धेरै दाना खानु सकिनँ। 5 पिस मात्रै खाएँ मैले दाना चाहिँ। तर जिप्रो चाहिँ सबै खान्छु म। जिप्रो चाहिँ यो 1 पिसको। जिप्रो मिठो छ। अर्ग्यानिक रुख कटर। जिप्रो।